बोटसँग हिँड्दैछु ज्याक्री बोट इन द हाउस ल आइहालेँ अन द वे त्यतिको बेलामा यसरी हिँड्दैछ हामी जाडो पनि छ टिकाको चाहिँ निस्किँदैछ हामी जागिरीको हल्का अवलोकन गरिँदैछ हामी यो कति जाडो हो होइन यतै देखाइरहेछ त बाटो हामी चाहिँ अहिले हिमालयन मार्टतिर जाँदैछौँ त्योबाट टर्निङबाट नि सक्ने मिल्दैछ कि जाने मिल्छ मिल्ने रहेछ भयो अब हिँड नि त जाने भए यता नजिक पर्छ भइपर्छौँ न अब सपिङ गर्न जाँदैछौँ केटाहरूको लागि खसीको मासु मेरो लागि चाहिँ सुँगुरको मासु लिन जाँदैछु जागिरीतिर अन द वे बल्ल हाम्रो डेस्टिनेसनको बाटोतिर पुगिँदैछ यो रहेछ बोटुले भनेको अब हामी यही त होला नि यतै त होला नि गाइड्स टर्निङ अब त्यहाँ एउटा टर्निङ गरेको जस्तो देखाइरहेको छ म्यापले त्यही भनिरहेछ म पनि त्यही बाटो जाँदैछु बोटु साथीसँग अनि बोटु सर ल ह्याप्पी दसैँ बोटु ए जागिरीको यात्राबाट अहिले हामी बल्ल बल्ल यता कहाँ हो आइपुग्यो बोटुसँग गइँदैछ अझै पनि पुगेकै छैन यात्रामा यात्रा खोज्दै हिँड्दैछौँ हामी यहाँ त ट्रेन रहेछ यहाँ अर्को ट्रेन स्टेसन पनि रहेछ यहाँ अर्को पत्ता लगाउनु पर्यो हामीले यहाँ कुन ट्रेन जाने रहेछ यहाँ आउने रहेछ यहाँ होइन भरे फर्किँदाखेरि यत्रो सामान बोकेर कहाँ हिँड्नु हो विदेशी जीवन अब यताबाट